नमस्ते फेरि पनि होइन ठिक छ के अरे कुन दिन कान्छे तिम्रो लागेको 30 गते लागेको नाम 23 गते ए अनि कहाँ बानेश्वरमा कि कहाँ संस्थाको अगाडि हाँसिरहेको त अनि दुख्या छैन कहाँ के लाग्यो भन तिमीलाई ए मेटलकै लाग्यो यसमा ए अनि यो खुट्टा चल्दैन चल्दैन ए अनि अर्को खुट्टा त सिधा गर त ए फेरि दिदी पनि स्टाफ नर्स हो नि त आजकल थाहा छैन नाम मात्रैको होइन कि पढेकै हो मैले पनि के अरे अनि सुन्नु न के अरे तपाईँको शुभ नाम भन्यो त कति वर्ष हुनुभयो 17 ओन्ली 17 इयर्स माई गड ए ल हजुरलाई मैले सहयोग लिइरहेको छु कान्छा ल्याउ त होइन होइन केही हुन्न के ए तपाईँ हो मम्मी ए ल नमस्ते आउनु त होइन त्यो त त्यस्तो केही हुँदैन अनि कहाँ पढ्थ्यौ कान्छी तिमी ए सैनिक हो सैनिक भन्नाले ए वीरेन्द्र सैनिक सल्लाहघारीमा भक्तपुरमा ओके ल यहाँ 50,000 छ नानीलाई है है दसैँ पनि मनाउनु अरूभन्दा आइएम सो प्राउड अफ यु बिकज यस्तो पेन भइरहेको छ खुट्टा चलाएको छ नि मान्छेको मुखमा त्यस्तो स्माइल सो ब्युटिफुल स्माइल यु हेभ ल यो सहयोग लिउँ कि मम्मीलाई दिउँ लिन लाज लागेको ठिक छ मम्मी ल है तपाईँ यो 50,000 छ 50,000 छ यो चाहिँ सबैजनाको सहयोग मैले जति छ नि ठाउँमा हात फिजाएर मागेको छु उहाँ मागेको भन्दा उहाँले सो स्फूर्त रूपमा चाहिँ जो पीडित हुनुहुन्छ उहाँलाई लडिदिनु भनेर भन्नुभएको थियो होइन सी इज ओन्ली 17 इयर्स त्यति सानो एज छ तर पनि ऊभित्र कति म तिमीलाई थाहा छ 62-63 आन्दोलनमा 17 वर्ष तिमी जत्रै थिए मलाई पनि प्रहरीले यतापट्टि हानेर यतापट्टिको पाखै त्यो बेलाको आजभन्दा 15 वर्ष अगाडिको जेन्जी म पनि अनि त्यसपछि अनि त्यो अनि उहाँको चाहिँ मैले त्यो तपाईँको फोन नम्बर के राखिदिन मिल्छ म राखिदिन्छु अनि अरू हेल्पहरू पनि के चाहिएको छ भन्नु त अरूले पनि हेल्प गर्न सक्नुहुन्छ नि हुन्छ अब अहिलेको अवस्थामा अहिलेको हस्पिटलले गरिरहेछ हजुर हजुर अब नानीको अवस्था क्रिटिकलै छ क्रिटिकल छ अपरेसन ए ओके अझै उसको नसा पनि लस भएको छ ए नसा पनि ए हजुरहरू बस्ने कहाँ हामी बस्ने चाहिँ भक्तपुरै हो अनि सैनिकमा पढ्दो रहेछ बहिनी होइन ए म त सैनिक भन्यो ऊ चाहिँ सैनिक हो कि सोचिरहेको ए सो ट्यालेन्ट यु आर सो ब्रेभ लेडी इन होल वर्ल्ड यु आर सो ब्युटिफुल स्माइल हेर्नु न उसको नसकेको अवस्थामा पनि यस्तो मैले